आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक X10 प्लस मोडेलको एक्सेस कन्ट्रोल सिस्टमको कनेक्सन र सेटअप कसरी मिलाउने। यो हाम्रो कनेक्सन डायग्राम हो। हामीले यही डायग्राम अनुसार कनेक्सन मिलाउने हो। यसको स्क्रिनशट लिइहाल्नुस् अनि हेरेर कनेक्सन गर्नलाई सजिलो हुन्छ। हामीले डायग्राममा देखाए अनुसारको कनेक्सन मिलाइसक्यौं। यो पावर सप्लाईबाट आएको यो कालो तार जुन छ ग्राउन्ड, यो चाहिँ हामीले जीएनडी अनि कमनमा जोड्दियौं। अनि यो जुन पावर सप्लाईबाट प्लस तार आएको छ त्यसलाई हामीले लकको प्लसमा र एक्सेस कन्ट्रोलको 12 भोल्ट प्लसमा जोड्दियौं। अनि लकको जुन माइनस तार छ यसलाई हामीले एनसी को कनेक्सनमा जोड्दियौं। अनि यो चाहिँ एक्जिट स्विचको केबल छ, ओपन भन्ने यो तार छ। ओपन तारलाई हामीले ग्राउन्डसँग टच गराउन बित्तिकै ढोका खोलिहाल्छ। एक्जिट स्विचको कनेक्सन। एक्जिट स्विचको लागि एउटा यो ओपन भन्ने तार जान्छ र एउटा ग्राउन्डबाट जान्छ। यो हाम्रो प्रोग्रामिङ कोडहरु छ। यसको स्क्रिनशट लिइहाल्नुस्। हामीले यही कोडहरु हेरेर अनि यही अनुसार प्रोग्रामिङ मिलाउँछौं। सबभन्दा फर्स्ट हामीले फिंगर युजर एड गर्छौं। त्यसको लागि स्टार 1 2 3 4 5 6 1 2 3 4 5 6 अनि ह्याश। यो चाहिँ हामी अब प्रोग्रामिङ मोडमा इन्टर भइसक्यौं। अब हामीले फिंगर एड गर्ने कोड 1 ह्याश। अब चाहिँ फिंगर दिनु पर्यो। जसको फिंगर एड गर्नु पर्ने हो 3 चोटी दिनु पर्छ। 1 2 3 चोटी। एक जनाको फिंगर एड भइसक्यो। अब फेरि अर्को जनाको फिंगर 3 चोटी दिने। 2 जनाको फिंगर एड भयो। यसैगरी जति जनाको फिंगर एड गर्नुपर्ने छ लगातार एक पछि अर्को गर्दै जाने हो। अनि लास्टमा स्टार थिचेर प्रोग्रामिङ मोडबाट बाहिर आउने। अब एकचोटी फिंगरबाट खोलेर हेरौं। अब हामीले कार्ड एड गर्छौं। त्यसको लागि स्टार 1 2 3 4 5 6 अनि ह्याश। त्यसपछि 1 ह्याश अनि कार्ड शो गर्ने जुन कार्ड एड गर्नुपर्ने हो। एउटा कार्ड एड भयो, दुईटा एड भयो। यसैगरी जतिवटा कार्ड एड गर्नु छ लगातार एक पछि अर्को गर्दै जाने हो। लास्टमा स्टार थिचेर प्रोग्रामिङ मोडबाट बाहिर आउने। अब हामीले एड गरेको कार्डबाट ढोका खोलेर हेर्छौं। अब हामीले पासवर्ड एड गर्छौं। त्यसको लागि स्टार 1 2 3 4 5 6 अनि ह्याश। त्यसपछि 1 ह्याश। त्यसपछि 4 डिजिटको पासवर्ड हाल्नु पर्यो अनि ह्याश थिच्नु पर्यो। एक्जाम्पलको लागि 8899 अहिले म बनाइरहेको छु। 8899 अनि ह्याश। अनि फेरि एकचोटी रिपिट गर्नुपर्छ। 8899 अनि ह्याश। अनि स्टार बटन थिचेर प्रोग्रामिङ मोडबाट बाहिर आउने। अब हामीले पासवर्डबाट ढोका खोलेर हेर्छौं। 8899 अनि ह्याश। अब हाम्रो यो सिस्टमको प्रोग्रामिङ सकियो। अब हामीले मजाले यसलाई युज गर्न सकिन्छ। अर्को एउटा एक्स्ट्रा प्रोग्रामिङ छ जुन म अहिले बताइरहेको छु, तर यो गर्नु पर्दैन। इन केस इमर्जेन्सीमा मात्रै यो काम गर्ने। जस्तै कुनै कारणले अल युजरलाई यसमा भएको युजरलाई डिलिट गर्नु पर्यो भने अल युजर डिलिट गर्ने कोड यहाँ लेखेको छ। हामीले यही अनुसार अल युजर डिलिट गर्न सक्छौं। यो चाहिँ चाहियो भने मात्र गर्ने, यो गर्नु पर्दैन। एक्जाम्पलको लागि म अहिले अल युजर डिलिट गरेर देखाउँदै छु। स्टार 1 2 3 4 5 6 अनि ह्याश। त्यसपछि 2 ह्याश। त्यसपछि फेरि प्रोग्रामिङ पासवर्ड 1 2 3 4 5 6 अनि ह्याश। यति गरेपछि अब सबै एड गरेको युजर डिलिट भइसकेको छ। स्टार थिचेर प्रोग्रामिङ मोडबाट बाहिर आउने। अब हामीले कुनै पनि युजर काम गर्दैन। अब फेरिदेखि नयाँदेखि सबै युजर एड गर्नुपर्छ। यसरी नै हो सिन्टेक X10 प्लस मोडेलको एक्सेस कन्ट्रोल सिस्टमलाई कनेक्सन गर्ने र त्यसको प्रोग्रामिङ गर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me.